नमस्ते महेन्द्रलाल। हामीले अस्ति नै यही ठाउँमा राति लगभग 11 साढे 11 बजेको बिचमा चाहिँ 11 देखि साढे 11 12 बजेको बिचमा चाहिँ हामीले चाहिँ एउटा भिडियो बनाएको थियौँ। त्यसमा चाहिँ दुईवटा महिला हुनुहुन्थ्यो, एउटा बहिनी हुनुहुन्थ्यो, एउटा महिला हुनुहुन्थ्यो। उहाँले चाहिँ हामीलाई चाहिँ के भन्नुभयो भन्ने कुरा सबैलाई थाहा छैन रहेछ। हामी चाहिँ बताउँछौँ, उहाँले चाहिँ हामीलाई चाहिँ एकदम जनावर अनि के भन्नुभयो, यस्तो शब्दहरू चाहिँ धेरै भन्नुभएको कारणले अनि त्यसपछि चाहिँ उहाँले फोन फाल्नुभएको कारणले अनि त्यसपछि त्यस्ता शब्दहरू चाहिँ हामीलाई प्रयोग गरियो। त्यो सबै जनताहरूलाई चाहिँ थाहा छैन। त्यसको भिडियो चाहिन्छ भने पनि हामी त्यो दिन तयार छौँ होइन। तर उहाँहरूले चाहिँ त्यो सबै भएर चाहिँ त्यति बेला हामीसँग बोलिदिएको भइदियो भने, राम्रोसँग उनीहरूले संवाद गरिदिएको भइदियो भने हामी त्यो भिडियो के त हाल्थेनौँ कि उहाँलाई सम्झाएर त हामीले पठाइसकेका थियौँ। तर उहाँले जो लास्टमा जाने बेला चाहिँ हामीलाई चाहिँ जो शब्दहरू प्रयोग गर्नुभयो त्यो चाहिँ शब्द चाहिँ हामीलाई पचिने पनि भएन। र त्यसपछि चाहिँ हामीले उहाँ अनि पटक पटक चाहिँ सम्पूर्ण यो जनताहरूले चाहिँ हामीलाई चाहिँ भनिराखेको थियो, तपाईँले सचेत गराउनु पर्ने थियो। यहाँ हाम्रो बुद्धिजीवी दाइहरू हुनुहुन्छ या भाइहरू हुनुहुन्छ, सम्पूर्णले हामीलाई चाहिँ लगभग हामीलाई चाहिँ अहिलेसम्म चाहिँ केही नभने पनि हामीलाई चाहिँ 100 कलभन्दा चाहिँ बढी नै आयो होला है। हामीलाई 100 कलभन्दा बढी आएको छ। 100 कलभन्दा बढी आएको छ। त्यस्तो सम्बन्धमा चाहिँ उहाँहरूले चाहिँ आफूलाई चाहिँ समाजसेवी भाइहरू हुनुहुन्छ, समाजसेवी दाइहरू हुनुहुन्छ, अब बुद्धिजीवी हुनुहुन्छ होइन, सम्पूर्ण दाइहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ मलाई के भन्नुभयो, भाइ त तिमी चाहिँ भिडियो डिलिट गर्नुपर्छ, तिमीले चाहिँ यो भिडियो चाहिँ हटाउनुपर्छ होइन, यस्तो भिडियो उस्तो भिडियो भनेर उहाँले भन्नुभयो। तर उहाँहरूलाई म के जानकारी दिन चाहन्छु भने तपाईँहरूले पनि भिडियो बनाउनु हुँदैछ। तपाईँहरूले पनि भिडियो बनाउनु बेला के बोल्नु भएको छ, को नेतालाई चाहिँ तपाईँले कसरी तुच्छ शब्दहरू प्रयोग गर्नुभएको छ, को नेताहरूलाई चाहिँ तपाईँले कस्तो शब्दहरू प्रयोग गर्नुभएको छ भने हामीलाई कुरा राम्रोसँग थाहा छ। त्यसैले हामीलाई चाहिँ त्यो ज्ञान चाहिँ हामीलाई चाहिँ नदिनु होला। हामी चाहिँ किनकि महिनर बनाउन निक्लेको मान्छे हो, महिनर बनाउँछौँ भनेर निक्लेको मान्छे। तपाईँहरू जस्तो फाल्तु बसिरहेर कुनै ठाउँमा बसेर फाल्तु बसिरहेको मान्छे चाहिँ हामीहरू होइन। हामी चाहिँ रात दिन मेहनत गरिरहेको छौँ आफ्नो ठाउँ बनाउनुको लागि। तपाईँहरू जस्तो यो फाल्तु बसेर कहीँ गएर भाषण दिने, कहीँ बसेर गफ गर्ने, हामी त्यस्तो कामहरू गर्दैनौँ। हामी चाहिँ आफ्नो काममा निरन्तर छौँ। र अहिले चाहिँ हालमा चाहिँ अहिले हामी छौँ जन्दुरी चोकमा, जहाँ अस्ति नै भर्खर एउटा घटना भएको थियो। त्यो घटना अनुसार चाहिँ अब तपाईँहरूलाई एउटा परिणाम देखाउन चाहन्छु कि म आज तपाईँहरूलाई म एउटा परिणाम देखाउन चाहन्छु। आउनुहोस्, यो हो तरकारी। यहाँ चाहिँ सम्पूर्ण भाषीहरूले चाहिँ र यहाँको चाहिँ तरकारी बेच्नेहरू सम्बन्ध जति पनि नेपाली साथीभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँले चाहिँ यहाँ तरकारी बेच्नुहुन्छ। तरकारी बेच्दाखेरि हामीले उहाँलाई पटक भनिसकेका थियौँ। र आजको दिन हेर्दाखेरि मलाई यस्तो लाग्दैछ कि यहाँ एकदम सफा छ कि हेर्नु न, चिटिक्क ल उहाँहरूले झाडुसाडु लगाएर आफ्नो फोहोरहरू सबै सफा गर्नुभएको छ। हो, हामी यही सुधार हामी चाहिँ यही सुधार हेर्न चाहन्थ्यौँ, जो अब चाहिँ देखिँदैछ, अलिअलि गर्दै देखिँदैछ। अहिले चाहिँ हालमा चाहिँ अहिले भर्खरै हामीले एउटा मान्छेलाई पनि भेटायौँ। उहाँलाई हामीले सोध्यौँ तपाईँको के व्यापार गर्नुहुन्छ। उहाँले भन्नुभयो एउटा ठेला चलाउँछु। ठेला चलाएर उहाँले चाहिँ आफ्नो आर्जन प्राप्त गरिराख्नु भएको छ, आफ्नो बालबच्चा पालिराख्नु भएको छ। त्यस्तो मान्छेहरूलाई हामीले चाहिँ हामीले अघि हेर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीले यो 10-11 बजी चाहिँ राति भेटाउँदाखेरि उहाँले चाहिँ मजाले एक्लै बसेर चाहिँ आफ्नो त्यो फोहोरहरू जलाइराख्नु भएको थियो। हामीलाई खुसी लाग्छ। यस्तो जनताहरू चाहिँ जागरुक भएपछि हामीलाई खुसी लाग्छ। त्यही भएर महेन्द्रनगर जनताहरूलाई सबैलाई भन्न चाहन्छु, यहाँ अभियान चलाउने चाहिँ धेरै छन्। यो सरसफाइ अभियानको चलाउने या नगरपालिकादेखि चाहिँ सरसफाइको अभियानको मार्फतमा चाहिँ कति हकमा चाहिँ पैसा पनि बाँडिराखेका छन्, हामी त्यो देखेकै छौँ। तर हामीलाई चाहिँ अहिलेसम्म यो सम्बन्धमा चाहिँ हामी चाहिँ नगरपालिकासँग हेल्प माग्छौँ, न हामी कोसँग। हामी एउटा युवा समाज मान्छे हो, यो समाजसेवी मान्छे हो। र समाजसेवी भनेको हामीलाई राम्रोसँग थाहा छ। हामी समाजसेवी भनेको हामीलाई कसैले सिकाउनु पर्दैन, कसैको हकमा कसैमा के यस्तो बोल्नुपर्ने, कसले गलत गर्छ कोही सही गर्छ, हामी चाहिँ त्यो कुराहरू चाहिँ देखाउन चाहिँ हामी चाहिँ समाजसेवी भएको मान्छे हो। हामी कुनैको एकदम एक व्यक्तिको लागि चाहिँ हामी समाजसेवी भएको मान्छे चाहिँ होइन। उहाँहरूलाई बुझाइदिन चाहेको मात्रै हो मैले चाहिँ। अनि सम्पूर्ण महेन्द्रवासीहरूलाई भन्छु, यसरी नै तपाईँहरूले महेन्द्र सफा गऱ्यो भने महेन्द्रलाई जलाउने टाइममा जलाउने र सकभर भन्नुहुन्छ भने चाहिँ त्यो जलाउने पनि कामहरू नगरिकन चाहिँ तपाईँहरूले चाहिँ एउटा कट्टामा या केसमा पनि हालेर चाहिँ आफ्नो निकाय सम्बन्धित चोकमा या त्यस्तो ठाउँमा चाहिँ मजाले राखिदिनु। सिसी क्यामेरा भएकै ठाउँमा राख्नुहोस् बरु, किनकि भोलि अनि त्यहाँ देखोस् मान्छेले मैले यहाँनिर सिसी क्यामेरामा आएर मैले फोहोर राखेको हो है, नगरपालिकाले राख्दा पनि लगेन भन्ने होस् बरु तपाईँहरूलाई। त्यो सम्बन्धमा चाहिँ तपाईँहरू जानुहोस्। अब हामी चाहिँ त्यो सम्बन्धमा चाहिँ हामी चाहिँ अगाडि बढ्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहना हो। त्यही भएर महिना सम्पूर्णवासीहरूलाई भन्छु, बरु तपाईँहरू सिसिटिभी भएको ठाउँमा त्यो त्यस्तो फोहोरहरू राख्नुहोस्, जो हामीहरूलाई पनि देखौँ र अरू प्रशासनले पनि देखोस्। देखेर चाहिँ सम्बन्धित निकायले चाहिँ ध्यान दिएन भन्ने चाहिँ त्यहाँनिर चाहिँ होस्, त्यो फिल होस्, तपाईँहरूलाई पनि फिल होस् कि हामीले त राखेको हो नि, ठाउँमा राखेको हो, तर सम्बन्धित निकायले चाहिँ हामीलाई चाहिँ ठाउँमा चाहिँ युज गर्न सकेन, सम्बन्धित ठाउँले उठाउन सकेन, यो फोहोर भयो भन्ने कुरा हामी त्यसपछि बोल्न चाहिँ तपाईँहरूभन्दा पनि हामी चाहिँ सम्बन्धित निकायलाई चाहिँ झन् अग्रज भएर चाहिँ हामी चाहिँ एकदम जोरदार दबाब दिन्छौँ। हामी त्यसपछि चाहिँ तपाईँहरूले चाहिँ अलिकति गल्ती नगर्दै भने चाहिँ तपाईँहरूले गल्ती नगर्यो भने चाहिँ हामीलाई बोल्न झन् आँट आउँछ। हाम्रो समाजले चाहिँ राम्रो काम गर्दाखेरि चाहिँ हाम्रो चाहिँ स्थानीय निकायले चाहिँ हामीलाई ध्यान दिएन, स्थानीय निकायले चाहिँ हामीलाई गरेन भन्ने चाहिँ हामीले चाहिँ झन् कुरो उठाउन पाउँछौँ। र
र त्यस्तो कारणले चाहिँ तपाईँहरूले चाहिँ आफ्नो स्थानीय निकाय र आफ्नो स्थानीय ठाउँमा चाहिँ तपाईँले फोहोर फालिदियो भने स्थानीय निकायले आफ्नो ठाउँमा आएर चाहिँ टिपेर लिएर जानेछ। त्यस्तो सम्बन्धमा चाहिँ सम्पूर्ण मैनरवासीहरूले चाहिँ साथ सहयोग गऱ्यो भने चाहिँ हामी एकदम अभारी हुनेछौँ। हजुरहरूको दिदीबहिनी दाजुभाइहरूलाई मैले भिडियो बनाउँदाखेरि हजुरहरू सबैलाई त्यस्तो नराम्रो लाग्यो होला, कतिलाई राम्रो लाग्यो होला, तर हामी चाहिँ कसैको पनि यहाँ चरित्र हत्या गर्न चाहिँ र कसैको चाहिँ जिन्दगी बर्बाद गर्नको लागि चाहिँ हामी चाहिँ आएको होइन। हामी चाहिँ एउटा सिर्फ मान्छेलाई चाहिँ एउटा चाहिँ जागरुक होस्, फोहोर नफालौँ हामी चाहिँ भन्ने चाहिँ अभियान चलाइसकेपछि चाहिँ हामी त्यति गर्न खोजेका हो। त्यतिको लागि चाहिँ अनि यो सम्पूर्ण मलाई जति पनि फोन गर्ने हुनुहुन्छ दाजुभाइहरू, उहाँहरूलाई चाहिँ मैले भनेको थिएँ, ठिक छ उहाँहरूले गल्ती गर्नुभयो, एउटा सम्बन्धित निकायमा गएर चाहिँ सम्पर्क गर्नु, सम्बन्धित निकायमा गएर एउटा सरी भनेको चाहिँ हामीलाई भिडियो पठाउनु, सम्पूर्ण मैनरवासीहरूलाई हामीले गल्ती गऱ्यौँ भनेर सरी भन्नुहोस् भनेर भिडियो बनाएर पठाइदिनुहोस्, बरु हामी चाहिँ डिलिट गरिदिन्छौँ त्यो भिडियो भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ उहाँहरूको टाइमै छैन भन्नुभयो। त्यो टाइमै छैन भनेपछि चाहिँ अब उहाँहरूको टाइम त्यो 5 मिनटको भिडियो बनाउन, 2 मिनटको भिडियो बनाउन, 1 मिनटको भिडियो बनाउन, 10 मिनटको भिडियो बनाउन, 10 सेकेन्डको भिडियो बनाउन, 10 मिनटको भिडियो बनाउन उहाँलाई चाहिँ टाइम छैन भनेपछि हामीले पनि त रात दिन खटेर यति धेरै चाहिँ यहाँ चाहिँ यत्रो मैनरवासीलाई उजागर गर्दैछौँ। त्यो सम्बन्धमा चाहिँ उहाँहरूले चाहिँ ध्यान दिनु भएन। र सम्पूर्ण हाम्रो यो जति पनि समाजसेवी दाइहरू हुनुहुन्छ, भाइहरू हुनुहुन्छ, उहाँहरूलाई पनि भन्न चाहन्छु यसरी चाहिँ मलाई चाहिँ कहिले पनि अब दोस्रो फोन नगर्नु होला, नत्र भने तपाईँको कल रेकर्डिङ चाहिँ म भिडियोमा हालिदिन पनि सक्छु। याद गर्नु होला, तपाईँले जो भोइसहरू मलाई पठाउनु भएको छ, जो धम्काउनु भएको छ, तेरो यो हो तेरो यो हो भनेर जो धम्काउनु भएको छ, यस्तो दबाब चाहिँ हामी चाहिँ धेरै नै सही आइरहेको छौँ। जो अहिलेका आफूलाई बुद्धिजीवी भन्ने दाइहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि भन्न चाहन्छु तपाईँको पनि भोलि बिहान रिकर्डिङसहित भिडियोसहित र तपाईँले बोलेका शब्दहरूसहित हामी चाहिँ भोलि बिहान पोस्ट पनि गर्न सक्छौँ। त्यही भएर चाहिँ अलिकति ध्यानपूर्वक हामीलाई चाहिँ धम्काउँदाखेरि पनि अलिक ध्यानपूर्वक धम्काउनुहोस्। हामीसँग सबै कुराहरूको प्रुफ राख्छौँ, हामी त्यति प्रुफ बिना हामी बोल्ने मान्छे पनि होइन। त्यही भएर चाहिँ अलिकति ध्यानपूर्वक चाहिँ आफूहरूलाई चाहिँ सचेत गर्नु होला हामीलाई फोन गर्नुभन्दा अगाडि, त्यही भन्न चाहन्छु। हस्त महेन्द्रनगर, जय नेपाल, जय महेन्द्रनगर।